दिनेश त्रिपाठीजी तपाईँ मुजी अब ख्याल गर्नुहोस्। तपाईँलाई मुजी भने मैले किन थाहा छ? तपाईँ यो देशको वकिल सुन्नुभयो मान्छेहरूको फ्रस्ट्रेसन है यतिसम्म छ कि अब दिनेश त्रिपाठीजीलाई चाहिँ उहाँ वरिष्ठ के हो अधिवक्ता के हो म उहाँलाई चाहिँ एउटा आग्रह के गर्न चाहन्छु भने कर्णाली प्रदेशको कुनै जिल्लामा पनि रवि लामिछानेलाई लगेर थुन्ने प्रक्रिया मिलाइदिन हुन हार्दिक अनुरोध गर्दछु। दिनेश त्रिपाठीजी है तपाईँ पछि रविको चाक धोएर लाग्नुभएछ नि हैन? त्यो कर्णाली प्रदेशको पनि कुनै एक दुईवटा जिल्लामा थुन्ने परिपाटी मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। किनभने जहाँ तपाईँहरूले अभियोग लगाएर रवि लामिछानेलाई थुनाउनु भयो नि, चितवन क्लिन स्विप है राजसपा, कास्की क्लिन स्विप राजसपा है, अब रूपन्देही क्लिन स्विप है, अनि त्यसपछि बाराकी पर्सा क्लिन स्विप है, यसै गरी नवलपरासीमा पनि क्लिन स्विप हैन? जहाँ थुनाउनु भयो तपाईँहरूले यो त परपञ्च मिलाएर थुनाएको हो हैन? यो त देखिया छ, सर्लङ्गै देखिया छ हैन? त्यो कारणले गर्दाखेरि सकेसम्म कर्णाली प्रदेशमा पनि कुनै एक दुई जिल्लामा लगेर थुन्ने प्रावधान मिलाइदिनुस् त प्लिज दिनेश त्रिपाठीजी।